राजाको त्यो 10 महिने कार्यकाल म दावासहित भन्छु त्यो सोड्ने युग थियो। त्यो बेला जतिको सुशासन, त्यो बेला जतिको करप्सन फ्री र त्यो बेला जतिको कर्मचारी तन्त्र स्वच्छ भएर काम गर्ने वातावरण कहिले पनि थिएन। त्यति कुरा चाहिँ म दावा र गर्वका साथ भन्छु। राजाले ब्युरोक्रेटिक फ्रन्टमा मेरो सल्लाह र सुझावको आधारमा मात्र त भन्दिनँ, राजाको इन्टेन्सन पनि हो ब्युरोक्रेसीलाई बलियो बनाऊ भन्ने कुरा हेरेर पनि हो। त्यसै कारणले गभर्नेन्स एक्ट जस्तो कुरा जो विगतका सरकारहरूले 5 वर्ष 10 वर्ष लगाएर प्रमिस गरे पुरा गर्न सकेनन्, त्यो कुरा दिइबक्स्यो। यत्रो राजनीतिक मन्त्रीहरूको विरोधको बावजुद गभर्नेन्स एक्ट दिइबक्स्यो। रिफर्मिस्ट राजा हो भन्ने कुरा देखाइदिइबक्स्यो। पोलिटिकल फ्रन्टमा मेरो कुनै से थिएन। मैले राजा ज्ञानेन्द्र भन्दा पेसेन्ट लिसनर मेरो जीवनमा देखेको छैन। मैले उहाँसँग 50औं पटक उहाँको अडियन्स पाएँ होला। त्यो अडियन्स चाहिँ जहिले पनि 2 घन्टादेखि 4 घन्टा जान्थ्यो, 1 to 1। अर्को कोही मान्छे हुँदैन थियो। उहाँ जतिको सुन्न सक्ने र बुझ्न सक्ने मान्छे मैले अर्को कुनै राजा र नेतृत्व तहमा देखेको छैन। राजालाई मैले आफ्नो धर्म फरक भएन भन्ने हर कुरा, जस्तै अहिले चाहिँ नि तपाईँको र मेरो कन्भर्सेसन भइरहेको छ, त्यही प्रकारको कन्भर्सेसन हुन्थ्यो। म उहाँलाई सम्मान गर्थेँ, हात जोड्थेँ, सरकार भन्थेँ। त्यो दरबारको कल्चर मैले मेरो परिवारबाट, मेरो बुवाबाट पनि जानेको छु। मेरो बुवाले 3 पुस्ता राजाको सेवा गरेको मान्छे हो होइन। त्यसले गर्दाखेरि शिष्ट भाषा र राजकीय भाषाको प्रयोग निश्चित रूपमा गर्थेँ। तर राजालाई भन्ने कुरा र सुनाउने कुरामा कहिले कम्प्रोमाइज गरिनँ र राजाले सुन्ने कुरामा कहिले पनि हस्तक्षेप गरेको थियो। अब के छ भने नि आजको कन्टेक्स्टमा इन्डिभिजुअलीको पपुलरिटी हेर्ने हो भने राजाभन्दा पपुलर मान्छे कोही पनि छैन। राजा फर्केर आउँदाखेरि पोखराबाट दमकबाट फर्केर जाएँ। म कुनै त्यो भिडमा गएर मैले भनेको होइन, मैले बाहिर बसेर एउटा चाहिँ नि अब्जर्भरको रूपमा हेर्दाखेरि त्यो भिड कुनै गाडीमा हालेर मासु भात खुवाएर पैसा तिरेर ल्याएको भिड होइन। त्यो भिड ममा किन परिणत भयो? अनि यसो भयो क्या, त्यो स्वतः कमन मान्छे कहिले पनि ममा परिणतै हुँदैन। यसो हुन्छ कि कोठाभित्र बस्ने मान्छे कहिले पनि ममा परिणत हुँदैन र त्यो निर्णायक फ्याक्टर नै होइन। एकपटकको एउटा घटना सुनाऊ। राजा पूर्वाञ्चलमा इटरीमा राज भएको थियो र म मुख्य सचिवपुरमा ब्रिफिङ गर्न गएको थिएँ र राजाको कुनै पूर्वाञ्चलको पहाडी क्षेत्रमा उहाँको भिजिट थियो। मौसमको खराबीले गर्दा उहाँको भिजिट क्यान्सल भयो र उहाँ धरानको ब्यारेकबाट हिँड्दै त्यो के अरे 4 कोसी झाडीको जुन गेट छ नि त्यहाँसम्म हिँड्दै उहाँको सवारी भयो र त्यो सवारीमा उहाँले मान्छेको भिडलाई अटोग्राफ दिँदै कुरा गर्दै होइन, फुल लिँदै 4-4.5 घन्टा उहाँ हिँड्दै कन राजाको सवारी भयो र म 5 बजे मेरो राजासँगको दर्शन भेट थियो र ब्रिफिङ थियो। म कुर्दा राजाको इटरी क्याम्पमा इन्ट्री हुँदाखेरि 11 को चान्चुन भइसकेको थियो। म त आज निश्चित रूपमा दर्शन पाउँदिनँ, किनभने राजा यति व्यस्त, यत्रो थाकेर आएको भनेपछि मलाई मुख्य प्रमुख सचिवले के भन्नुभयो भने तपाईँले दर्शन पाउनुहुन्छ, तपाईँ एकछिन कुर्नुहोस् भन्नुभयो। अनि भित्र गएँ, म राजालाई भेट्न गएँ। एकदम सेतो लुगामा राशि तेज टिका लगाएको, यसो हेर्दाखेरि नै हुन्छ नि एउटा ठुलो औरा भएको मान्छेलाई भेटेको जस्तो लाग्यो। अनि मैले भने सरकार थाकिबक्सेको छ होला, किनभने यत्रो जनतालाई भेटेर र राजा र जनताको यो प्रेम देख्दाखेरि चाहिँ साँच्चै नै म पनि भाव विभोर छु भने होइन। जनतासँगको मेरो मिटिङ र प्रेम त अद्भुत छ। जनतालाई भेटेर म कहिले पनि थाक्दिनँ। मैले भने सरकार, तर यो जनता अर्गनाइज जनता होइन सरकार। यो जुन क्राउड छ जसले सरकारलाई सम्मान गरिरहेको छ, जुन सरकारको जय जयकार गरिरहेको सरकार, यो अर्गनाइज क्राउड चाहिँ होइन। यो क्राउडले घरभित्र बसेर सम्मान गर्छ, बाहिर आएर रमिता हेर्न र सरकारको सम्मानै गर्नलाई पनि उपस्थित हुन्छ। तर भोलि पर्यो भने चाहिँ यो सडकमा चाहिँ आउँदैन सरकार भनेको थिएँ क्या।